दर्शकबिन आज बक्स अफिसमा मन बिनाको धन र जारी टु द सङ अफ च्याब्रुङले सुरुवाती 25 दिन पार गर्दैछन् भने उता फिल्म परानले 32 दिन पार गर्दैछ। त्यसैगरी जेरी अन्टपले 46 दिन पार गर्दैछ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौं यी चारैवटा फिल्मको हिजोसम्मको टोटल बक्स अफिस कलेक्सन साथै आजको अकुपेन्सी र अर्ली एस्टिमेट बक्स अफिस कलेक्सनको रिपोर्टको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। सर्वप्रथम कुरा गरौं चलचित्र जारी टु द सङ अफ च्याब्रुङको। दर्शक महानुभावहरू कार्तिकको 21 गते देखि प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा आफ्नो प्रदर्शनको 23 दिनमा यानी कि गत शनिबारसम्म बक्स अफिसमा कुल 2,06,239 वटा टिकट बिक्री गरेर 6,19,35,853 रुपैयाँ 1 पैसाको ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ। फिल्मले हिजो 24औं दिन पनि 1 देखि 1.5 लाखको कमाई गरेको थियो भने आज 25औं दिन पनि फिल्मको कमाई त्यही हाराहारीमा आउने देखिरहेको छ। किनभने आज फिल्मले प्राप्त शोमा लगभग 10 देखि 15% को ओभरअल अकुपेन्सी लिइरहेको छ। अब कुरा गरौं चलचित्र मन बिनाको धनको। दर्शक महानुभावहरू कार्तिकको 21 गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले पनि गत शनिबार आफ्नो प्रदर्शनको 23 दिनमा बक्स अफिसमा कुल 1,43,335 वटा टिकट बिक्री गरेर 3,74,91,461 रुपैयाँ 2 पैसाको ग्रस कलेक्सन गरेको छ। हिजो 24औं दिन पनि 1.5 देखि 2 लाखको कमाई गरेको फिल्मले आज 25औं दिन मर्निङको शोमा 5 देखि 7% को ओभरअल अकुपेन्सी लियो भने दिउँसो 10% र यति बेला इभिनिङ शोमा 2-3टा शो प्राप्त गरेको छ। त्यहाँ 5 देखि 10% को अकुपेन्सी लिइरहेको छ। त्यसै कारणले फिल्मले आज पनि 1.5 देखि 2 लाख हाराहारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। अब कुरा गरौं चलचित्र परानको। दर्शक महानुभावहरू कार्तिकको 14 गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले आफ्नो प्रदर्शनको 30 दिनमा यानी कि 1 महिनामा अझ भनौं गत शनिबारसम्म चलचित्र विकास बोर्डका अनुसार कुल 5,69,754 वटा टिकट बिक्री गरेर बक्स अफिसमा 16,16,77,558 रुपैयाँको कमाई गरेको छ। हिजो 31औं दिन 5 देखि 8 लाखको कमाई गरेको फिल्मले आज 32औं दिन पनि बिहानीको शोमा 10% को ओभरअल अकुपेन्सी लियो भने दिउँसो 15 देखि 20 र यति बेला इभिनिङ शोमा 20 देखि 30% को अकुपेन्सी लिँदै आज पनि 5 देखि 7 लाख हाराहारीको कमाई गर्न सक्ने प्रक्षेपण गरिएको छ। अब कुरा गरौं चलचित्र जेरी अनटपको। असोजको 31 गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा गत शनिबारसम्म यानी कि आफ्नो प्रदर्शनको 44औं दिनसम्म 3,90,904 वटा टिकट बिक्री गरेर बक्स अफिसमा 12,23,52,315 रुपैयाँ 9 पैसाको ग्रस कलेक्सन गरेको छ। फिल्म हिजो आज 4-5 वटा शोमा मात्र सीमित रहेको छ। त्यसै कारणले हिजो आजको फिल्मको कमाई केही हजारमा आइरहेको छ। आगामी शनिबारसम्म यो फिल्म हलमा टिक्यो भने फिल्मले गौरवमा 51 दिन पनि मनाउने छ। हवस् त यति भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुर्तेल पनि बिदा हुन्छु। तबसम्मको लागि ख्याल राख्नु होला आफ्नो र आफ्नो परिवारको। धन्यवाद। शुभ सन्ध्या, शुभरात्रि।